अमेरिकाको हेरिसबर्ग स्थित पेन्सिल्भेनियामा रहेको नेपाली रेस्टुरेन्ट आँगन र त्यहाँको नेपाली समाजको आयोजनामा भएको एक भव्य सांस्कृतिक कार्यक्रमका बीच महानायक राजेश हमाललाई सम्मानित गरिएको छ। उनी आफ्नो बहिनी डाक्टर रेखा हमाल सहित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। त्यहाँ रहेका नेपालीहरूले उनलाई सम्मान गरेका थिए भने न्युयोर्कका अधिवक्ता खगेन्द्र छेत्री, विश्व साइकल यात्री सौरभ दाहाल, स्थानीय टीकाराम ढुङ्गाना, टिबी गुरुङ लगायतलाई समेत सम्मानित गरिएको थियो। अन्यलाई प्रमुख अतिथि महानायक राजेश हमालले सम्मानित गरेका हुन्। कार्यक्रममा नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हमालले एउटा फिल्मको संवाद समेत प्रस्तुत गरेका थिए। उनको उक्त प्रस्तुतिलाई कार्यक्रममा सहभागी हुन पुग्नुभएका usaNepal.net का सम्पादक मोहन अधिकारीले आफ्नो भिडियोमा समेत कैद गर्नु भएको थियो। मलाई थाहा छ नेपाल अब पहिलेको नेपाल रहेन, तर राजेश अझ त्यही राजेश हो। सज्जनको लागि नायक, सज्जनको लागि नायक, दुर्जनको लागि खलनायक। दुश्मनको नाम राम नाम सत्य छ, अन्यायमा न्याय दिन राजेश दाइ आउँदैछ। महानायक हमाललाई हेर्नका लागि त्यहाँका नेपालीहरू $11 प्रवेश शुल्क तिरेर उक्त रेस्टुरेन्टमा पुगेका थिए। तर 50 जना अट्ने ठाउँमा क्षमता भन्दा धेरै व्यक्तिहरूलाई छिराइदा हल निकै खचाखच भएको थियो। कार्यक्रममा करिब 1500 जनाको उपस्थिति रहेको थियो। हमालले खाना खाइरहेको समयमा पनि त्यहाँ उपस्थित नेपालीहरू उनीसँग फोटो खिचाउनमा व्यस्त देखिन्थे। सानो ठाउँमा धेरै मानिसहरूलाई राखिँदा कार्यक्रम अव्यवस्थित भएको सहभागीहरूको गुनासो रहेको थियो। कलाकारहरूको सम्मान भन्दा पनि बढी रकम उठाउने उद्देश्यले कार्यक्रम राखिएको हो भन्न समेत सहभागीहरूले भ्याए। हमाललाई हेर्नका लागि ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकाहरू पनि सहभागी थिए। हमाललाई आफ्नो सामु देख्न पाउँदा उनीहरूको मुहारमा बेग्लै किसिमको चमक देखिन्थ्यो। कार्यक्रममा बोल्दै हमालले भुटानी शरणार्थीहरूको निकै प्रशंसा गरे। नेपाल छाडेर अन्य विभिन्न देश पुगे पनि जहाँ गए पनि नेपाली संस्कृति, पहिचान र नेपालीत्वको संरक्षणका लागि भुटानी शरणार्थीहरूले आयोजना गरेको कार्यक्रमबाट आफू निकै खुसी भएको उनको भनाइरहेको थियो। कल्चरलाई पनि कसरी अपनाउने भन्ने भूमिका यहाँको हुन्छ। त्यसकारण म यहाँलाई एकदमै अहिलेको मेरो यो जुन भ्रमण छ अमेरिकामा पछिल्लो 1 महिना म विभिन्न ठाउँमा गएँ। कोलम्बसको भुटानी नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग धेरैसँग भेटघाट भयो। स्क्रान्टन भन्ने पेन्सिल्भेनियामै पर्छ क्या, उहाँहरूसँग भेटघाट भयो। डेनभरमा भेटघाट भयो र त्यो भेटघाटको क्रममा मैले त्यही नै पाएँ। मैले त अझ हामी जुन नेपालबाट आएको नेपालीहरू भन्दा यहाँहरूले जसरी आफ्नो रीतिरिवाजलाई संरक्षण गर्नुभएको छ। अहिले भर्खरै तिहार बित्यो, भर्खरै चाहिँ दसैँ बित्यो, त्यसलाई अपनाउने तरिका, त्यसलाई चाहिँ यहाँहरूले चाहिँ एउटा परम्परागत हिसाबबाट मनाउने तरिका चाहिँ असाध्यै प्रभावशाली छ र असाध्यै चाहिँ एउटा भनौँ न मलाई त्यो असाध्यै ठुलो प्रभाव पनि पारेको छ र त्यसलाई पनि नजिकबाट हेर्ने मैले मौका पाएँ। त्यस कारण आफ्नो कला संस्कृतिलाई अवश्य पनि बचाउनु होला, आफ्नो परम्परालाई बचाउनु होला, त्यसप्रति गर्व पनि गर्नु होला। हुन त अमेरिका यहाँहरूको अब नयाँ देश बनिसकेको छ। एउटा अमेरिका राष्ट्र मात्रै यस्तो राष्ट्र मैले भन्ने गर्छु कि विशेष गरिकन अमेरिका मात्रै यस्तो राष्ट्र जसले चाहिँ तपाईँहरूलाई नागरिकता दियो, पासपोर्ट दियो। यहाँहरूले आफूलाई भुटानी भन्नुहुन्छ तर भुटानीले तपाईँहरूलाई लखर दियो, नेपाली भन्नुहुन्छ नेपालीले पनि खास भन्ने हो तपाईँहरूलाई शरणार्थी जीवन दियो। तर अमेरिका यस्तो एउटा राष्ट्र जसले तपाईँलाई नागरिकता दिएको छ, जसले तपाईँलाई पासपोर्ट दिएको छ। त्यस कारण यो राष्ट्रप्रति पनि तपाईँको त्यही किसिमको जिम्मेवारी हुन्छ, त्यही किसिमको अपनत्वपन हुन्छ। अमेरिकालाई कुनै फरक ठाउँ नठान्नुहोस्, यो यहाँकै ठाउँ हो। यो देश तपाईँहरू जस्तै किसिमका व्यक्तिहरूले बनेको देश हो। तपाईँहरू 5 वर्ष अगाडि आउनुभयो होला, कोही 400 वर्ष अगाडि आयो, कोही 300 वर्ष अगाडि आयो, कोही 3 वर्ष अगाडि आयो, कोही 5 वर्ष अगाडि आयो। त्यति मात्रै फरक हो। आउने चाहिँ सबै तपाईँहरू जस्तै आएको र पहिला पुस्ताले तपाईँहरू जस्तै किसिमको चुनौतीहरू भोगेको हो। कार्यक्रममा सम्मानित हुने त्यहाँका स्थानीय नेपालीहरूले पनि मन्तव्य दिँदै हमाललाई आफ्नो सामु देख्न पाउनुको खुसी व्यक्त गरेका छन्। यस कार्यक्रममा हाम्रा विशेष अतिथि श्री राजेश हमाल, जसको लागि हामी चारालीको जङ्गलदेखि लिएर गिरीको घरमा सुटिङ हुँदाखेरि लडीबडी गर्दै बेरामाथि चढेर उहाँको दर्शन पाउने हामीले अनेक प्रयास
गर्थ्यौँ। आज हामीसँग उहाँ प्रत्यक्ष हुनुहुन्छ। त्यसका अलावा हामी प्रत्येक फिल्म राजेश हमालको आएको छ भन्ने सुन्ने बित्तिकै फिल्म हलमा घरमा झगडा गरेर हुन्छ कि पैसा चामल बेचेर हुन्छ कि शरणार्थी शिविरको नाजुक अवस्थामा पनि हामीले उहाँका कुनै पनि मुभीहरू सानै छुटाएनौँ होला। हाम्रो त्यो इतिहास झल्किरहन्छ। आज राजेश हमाल भनेर हल्ला थियो। अनि राजेश हमाल कस्तो होला के होला त्यति साह्रो फिल्म पनि नहेर्थेँ आफूले प्रश्न भन्नुपर्दाखेरि। तर नाम चाहिँ धेरै चर्चामा चाहिँ आएको सुने पश्चात आएको छ भनेको सुने पछाडि स्कुल जाने क्रममा मसिनो नानीहरूले सानो कार रातो कारमा आउनुभएको रहेछ बेलाङ वानको हेल्थ सेन्टरको छेउमा। अनि उँधो जाँदै गर्ने क्रममा चाहिँ नानीहरूले घेरेर गाडी चल्नै नदिएको अवस्थाहरू चाहिँ देख्यौँ। अनि कता हिरो चाहिँ खै कता हो कता अब यत्तिकै मसिनो नानीले घेरेको छ सानो कारमा बिस्तारै गुड्दै हुनुहुन्छ। कसै गर्दा गाडी अगाडि बढ्ने अवसर नपाए पश्चात गाडी रोकेर चक्लेट बोक्नु भएको थियो रहेछ विचारमा। चक्लेटको 2टा प्याकेट बोकेर गाडीबाट निस्केर बाली मासतिर आएर चक्लेट छरिराख्नु भयो। कुदेर गएर चाहिँ गाडीमा चढेर गाडी स्कुटेर जानु भनेपछि त एक शरणार्थी कोही त महानायक हमाललाई आफू सामु देख्न पाउँदा सपना झैं लागेको समेत बताएका छन्। स्थानीय कलाकार रोशन खड्काले सञ्चालन गरेको कार्यक्रममा थुप्रै व्यक्तिहरूले तस्बिर खिचाउँदा हमाललाई बोल्न हिँड्न पनि निकै असहज भएको महसुस गर्न सकिन्थ्यो। कार्यक्रममा हमालसँगै स्थानीय कलाकार जितेन्द्र गिरीले पनि आफ्नो बेजोड प्रस्तुति दिएका थिए। कार्यक्रम स्थलमा हमाल पुग्दै उक्त रेस्टुरेन्टमा नेपालीहरूको निकै उत्साह देखिएको थियो। ताली पड्किरहेका थिए भने सिटी बजाउनेहरूको पनि कमी थिएन। कार्यक्रम सकिएपछि बाहिर निस्किन समेत सबैलाई असहज भएको थियो। यो भिडियो कैद गर्ने क्रममा हामीलाई समेत बाहिर निस्किन निकै गाह्रो भएको थियो। गौरव पोखरेल, USA नेपाल.net नेपाल।